साउजी भाइले एउटा एयरफोर्स देखाइदिनु त। ए हस् हुन्छ। ल हेर्नुहोस् अहिलेको फ्रेस एयरफोर्स तपाईँको बेलुका यो झलल बल्ने छ। ए हो, अनि प्राइस चाहिँ कति हुने साउजी? यसको तपाईँको 8,500 हो, तपाईँलाई डिस्काउन्ट गरेर 8,000 सम्ममा मिलाइदिन्छु सर। आमा कति महँगो जुत्ता हो। तल मन पर्यो त भाइ यो जुत्ता? खासै राम्रो त लागेन दिदी। राम्रै छ त बाबु, किन लि यस्तो राम्रो छ त यो जुत्ता? लिम कि नलिम भयो क्या दिदी, होस् नलिम होला। यतिको जुत्ता राम्रै छ त, राति झलल नि बल्ने रहेछ। म लिइदिन्छु भनिरहेको छु त, सोच एकचोटि राम्रोसँग सोच त। अँ दिदी राति लाएर हिँड्दा त बवाल हुन्छ होला, यो झलल पनि बल्छ, लिनुपर्छ क्या दिदी। ल साउजी भाइलाई बल्ल जुत्ता मन पर्यो, प्राइस मिलाइदिनु त यो जुत्ताको। फिक्स प्राइस हो नि दिदी, तपाईँलाई मैले झन् मिलाएर भनिरहेको छु। 8,000देखि त घट्दैन नि दिदी। आम्बो 8,000 भन्दा त घट्दैन रे पैसा। तल साँच्चै मन परेको त बाबु के नलिम भो? पहिला चाहिँ मन पर्यो भनेर लिली भनेर अझै नलिने कुरा गर्छ। एकचोटि राम्रोसँग सोच है बाबु। मैले त सब राम्रोसँग सोचिसकेँ, जुत्ता मन पर्छ कि त लिएर जाने हो। होइन होइन, एकचोटि फेरि राम्रोसँग सोचेर हामीलाई पछि राम्रोसँग सोचेर आउँछौँ है साउजी हामी।